Hello everyone, welcome back to my YouTube channel. I am Nirmalji तपाईँलाई फेरि मेरो YouTube च्यानलमा स्वागत छ। म चाहिँ आज फेरि एउटा नयाँ रेसिपी भिडियो बनाउँदैछु। म आज माछा बनाउँछु, तपाईँलाई बनाएर देखाउँदैछु कसरी बनाउँछ, के पारा बनाउँछ हैन, तपाईहरु हेर्दै गर्नु होला। त्यसैले मैले माछा पनि अब यहाँ धोइसकेको छ। माछा रेडी भइसकेको छ। यो चाहिँ हो धोएर एकदम पिस पिस पारेर रेडी पनि गरिसकेको छ। यसको अब मैले मसला पनि बनाइराखेको छु। टमाटर र अनियन हो ग्रेट गरेको, गार्लिक पेस्ट, यहाँनिर अब कोरिएन्डर छ, त्यसको बादमा चिल्ली छ, त्यसको बादमा धनिया पेस्ट छ, जिरा पेस्ट छ, सबै मिक्स गरेर मैले पिसिसकेको छ हैन। एक साइडमा मैले कराई बसाइसकेको छ, एक साइडमा मैले माछा फ्राई गर्नको लागि फ्राई प्यान बसाइसकेको छ। ग्यास पनि बल्यो हैन। यहाँ माछा फ्राई हुन्छ। माछा फ्राई गर्छु। यसमा चाहिँ म तेल लगाएर हैन, माछा चाहिँ यति चाहिँ कम्ती गरेर फ्राई गर्छु। तपाईँहरूले गर्नुलाई के हाल्छ यसमा भनेर। अब यो माछामा चाहिँ म पहिला अब मसलाहरू लगाउँछु। तपाईँहरू मसलाहरू हेर्दै गर्नु होला। टर्मरिक पाउडर लगाएँ, चिल्ली पाउडर लगाउँछु। त्यसको बादमा सल्ट लगाउनुपर्छ। अब यसलाई चाहिँ मिक्स गर्नुपर्छ। मिक्स भइसकेको छ माछा हाम्रो। अब यो चाहिँ अब फ्राईमा जान्छ, फ्राई गर्नुपर्छ। यसलाई हेर्दै गर्दाखेरि फ्राई पनि गरेर देखाउँछु। माछा फ्राई गरेपछि गरम तेलमै गर्नुपर्छ, ठन्डा तेलमा गर्नु हुँदैन हैन। यो माछा एकदमै तासिन्छ। एकतिर माछा फ्राई हुँदैछ, एकतिर मसला बनाइन्छ हैन। यो छिटो पनि हुन्छ। हेर्दै गर्नु पर्छ। त्यसको बादमा हाल्छु म टमाटर प्युरी, टमाटर र अनियन हाल्छु। पकाउनुपर्छ। पाकेपछि त्यसको बादमा र यो पुरा बोइलिङ हुँदैछ हैन। यो पुरा यो भइसक्यो। अब म यसमा मसला एड गर्दैछु। यसमा छ मस्टर्ड सिड, जिरा पाउडर, धनिया पाउडर, चिल्ली पेस्ट, ग्रिन चिल्लीको पेस्ट सबै मिक्स गरेर यसमा मैले ग्राइन्डरमा पिसेको छु होला। यो चुलो सानो बल्नुको कारणले मैले यसलाई एक्सचेन्ज गरेको। यतापट्टि फिस थियो, यतापट्टि माछा थियो, यतापट्टि ग्रेभी थियो। र माछा चाहिँ यता गरिदिएको छु, ग्रेभी चाहिँ यता गरिदिएको छु। किनकि ढिलो भयो, त्यो कारणले अब यता छाडिदिएको छु हैन। मजाले मिक्स गरेर मजाले पाक्न दिनुपर्छ। पाकेपछि यसमा अब एड हुन्छ चिल्ली पाउडर, टर्मरिक पाउडर, त्यसको बादमा सल्ट, त्यसको बादमा अब फिस मसला एड भएर चाहिँ यो ग्रेभी बनेपछि यसो ग्रेभीमा चाहिँ म लगाएर तपाईँहरूलाई देखाउँछु के पारा बनाउनुहुन्छ, कसरी बनाउनु। तपाईँहरू पनि घरमा बनाएर खानु होला। र मेरो युट्युब च्यानलमा तपाईँहरूले सब्सक्राइब गरेर सब्सक्राइब गर्नु होला। म निर्मलजी तपाईँहरूलाई सधैँ नयाँ भिडियो अपलोड गरिरहेको छु। तपाईँहरू हेर्दै गर्नु होला। हामी लास्टसम्म बनाएर तपाईँलाई फोटोहरू लगाउँदैछु। र गाइस यो चाहिँ रेडी भइहाल्यो फिस हो। यसमा चाहिँ अब म माछा एड गर्दैछु। चाहिँ माछा लगाउँदैछ हैन। माछा हाल्दिएँ यसमा। माछा हालेपछि ग्रेभी भइहाल्छ है गाइस। यसरी नै बनाएर खानु होला तपाईँहरू घरमा। अब यस्तो बनाउनु पनि सजिलो छ। तपाईँलाई देखाइदिएको के पारा बनाउनु पर्ने, कसरी बनाउनु पर्ने हैन। तपाईँहरू घरमा ट्राई गरेर खानु होला। त्यसको बादमा अब म यसमा लास्टमा धनिया एड गर्दैछु। धनिया पनि हाल्दैछु गाइस।
तपाईँहरू यसरी नै बनाएर खानु होला हो। सिम्पल तरिका छ, तपाईँहरूलाई बनाएर देखाइदिएको। यही प्रकारले बनाएर खायो भने चाहिँ टेस्टी पनि राम्रो हुन्छ, टेस्ट पनि राम्रो हुन्छ। यसरी राम्रो फ्लेभर पनि पाउँछ, राम्रो सेन्ट पनि आउँछ र रोगन राम्रो पनि निक्लिन्छ। तपाईँहरूले यसरी नै बनाएर खानु होला गाइस। र यति भन्दै तपाईँहरू फेरि म बिदा लिन चाहन्छु। तपाईँहरूले नेक्स्ट भिडियोमा हरेक चिज बनाएर देखाउँछु। बाई।